पार्टी यस्तो हेर्दैछु यहाँ को पो आयो भनेर सो हेलो एभ्रिवान वेलकम टु आवर न्यू ब्लग तपाईँहरूलाई स्वागत छ होइन मेरो न्यू ब्लगमा चाहिँ अनि अहिले चाहिँ म कहाँ छु भन्ने कुरा तपाईँहरूलाई देखाउने नै छु होइन अहिले चाहिँ म बौद्ध चर्चमा छु अनि तपाईँहरूको मायाले गर्दाखेरि चाहिँ अब अलिअलि ब्लगहरू हालिरहेको छु होइन अझै धेरै माया देखाउनु हुनेछ भने मैले आशा गरेको छु होइन म चाहिँ सबैभन्दा सुरुमा आइपुगेछ क्या सबैभन्दा सुरुमै भनौँ न अब धेरैजनाभन्दा चाहिँ अगाडि आइपुगेछ होइन सो आजको ब्लग चाहिँ के को बारेमा होला भन्ने कुरा चाहिँ म अहिले नै तपाईँहरूलाई देखाउँछु होइन अनि आज चाहिँ म कहाँ आएको भने हाम्रो दाइको दाइ कस्तो लागिरहेछ तपाईँलाई मलाई एकदम एक प्रकारले खुसी पनि लागिरहेछ होइन अनि अर्को प्रकारले दुखी चाहिँ नभन्नु नि फेरि अर्को प्रकारले दुखी लागिरहेछ किन नि डर लागिरहेछ डर ए सो मैले चाहिँ सुरुमा दाइलाई देखाउनुभन्दा नि अगाडि अरूलाई नै देखाएर मैले अगाडि नै सोचिसकेको थिएँ कि आज भ्लग हान्छु भनेर सोचिसकेको थिएँ अनि अरूलाई नै देखाएर कस्तो लागिरहेछ आज हाम्रो दाइको बे अब सबैजनाको बेमा आजको बेहुला देखिसक्नु भयो होला होइन हामी चाहिँ बेमा आएको हो होइन तिमी चाहिँ केमा आएको म पनि त्यसमै आएको त्यसमै अहिले चाहिँ हामी अरू के अरे बेमा जाने जन्ती गरेर बसिरहेको छौँ होइन बाइक चाहिँ नेपालको टाइम ढिला छ त नभनौँ अब मान्छेहरूले ढिला गर्नुहुन्छ अब हामी पनि त्यसमै पर्छौँ नि त अब ढिला आउनेमै पर्छौँ सो आजको भ्लग चाहिँ स्टार्ट भइसकेको छ आई होप तपाईँहरू सबैजनाले हेरेर साथ सपोर्ट दिनुहुनेछ भन्ने मैले आशा गरेको छु होइन अनि मैले बाइक त लिएर आएँ तर लाइसेन्स ब्लू बुक ल्याउनु बिर्सेछ अनि म पनि जगतसँगै अहिले गाडी आउँछ होइन टाइम भइसक्यो तर गाडी पनि आएको छैन गाडी पनि होइन मान्छेहरू पनि आउनु भएको छैन अनि गाडी पनि आइपुगिसकेको छैन अनि गाडी आइसकेपछि चाहिँ हामी चट्टसँग ल्याएर गाडीमा चढेर सरेर जान्छ दाइ धेरै एक्साइटेड हुनुहुन्छ होइन खुसी भएर यहाँ ढोका मारेर हेरेर बसिरहनु भएको छ यस्तो हेर्दैछु यहाँ को पो आयो भनेर हामी दुईजना आयौँ त अब जाउँ ब्रो अनि कतिमा किनेको हो नि यो समथिङ कति 6 सम्म त गयो होला 6 सम्म त गयो होला अहिले हामी चट्टो लगाएर 6 लाखको बुलेटमा चढेर जान्छौँ होइन अनि राइडर ऊ नै हो होइन म पछाडि बस्ने हो अनि चट्टोसँग लगाएर जाने हो ऊ बसायो ढुङ्गाले हानु के गर्नु भएको यहाँ एक्लै बसेर यहाँ बसेर एक्लै बसेर कसलाई फोन गरेँ बहिनीलाई एक्लै बसेर मेरो चाहिँ कहिले हुने होला भनेर सोचे त होइन नि सोच्दैछु सोच्दैछ ल ल ल सोच्नु पर्यो बिस्तारै ल ल लुकतिर यार बेहुला त यार लजाएर बेहुला हो नि म अब दाइ बेहुला हो नि भन्नुहुन्छ कहिले पालो आउने हो थाहा छैन अर्को वर्ष मेरो पालो आउँछ अर्को वर्ष कति गते अर्को वर्ष हेरौँ आज कति गते हो जगत अर्को वर्ष डिसेम्बरमा मेरो बिहे हुन्छ डिसेम्बरमा त अनि के अरे त्यो होइन क्रिसमस होइन हो त्यतिखेर एउटै भयो क्रिसमस र मेरो बिहेको एउटै पार्टी कहाँ हावा गर्नु नगर्नु क्रिसमस भन्दा के अगाडि चाहियो कि पछि चाहियो कि आजै दिनु ल आजै दिनु है त पार्टी पार्टी मण्डलीमा एकजना सदस्य
हुनुहुन्छ सबैले हिँड्दै हुनुहुन्छ यो विशेष गरिकन समीर भाइको लागि ईश्वरले वरम जिताउनु भएको छ जसलाई विधिवत रूपमा बिना गरी दिन चाहँदैछु प्रभुले हामी सबैजनालाई सुरक्षा त्यहाँ जति पनि कार्यक्रमहरू हुँदैछ सबै कार्यक्रमहरू त्यहाँ संसारमा हुने वचन दिने विवाह दिने सबै कार्यक्रमहरू प्रार्थना गरौँ यो प्रार्थनाको आज पनि तपाईँले गीतहरू ल्याउनुहुन्छ अनि तपाईँको छोरा तपाईँको छोरालाई मम्मी र तपाईँ समेन दाइ प्लास्टिक छ बाटोमा जाँदा जाँदै बिचमा फेरि अरू जन्ती थपिए उता देख्न सक्नुहुन्छ यति चाँडै आएँ यहाँ आइपुगिसक्यौँ हो त नि 2 पाइला साथै आउनुपर्ने बेहुला आइसक्यो अरे बेहुली त आएकै छैन त है बेहुली चाहिँ चल्नै बेहुली लिन पो जान लाग्यो त हामी बेहुला आइसक्यो आइपुग्न लाग्यो आइसक्यो त यहाँ चर्चमा आइसक्यौँ है आइसक्यो गाडीहरू जानु चाहिँ हामी आउँछ आइपुग्यो तिमी त हजुर भिडियो गर्दै गर म त्यो औषधी ल्याइदिन्छु यहाँलाई ल ग्यास आइपुग्यो उच्च हेर्न सक्नुहुन्छ यही हो
ओके यो ताली कम भयो ल मैले हजुरलाई जे भन्छु फोटो चाहिँ राम्रो खिच्नु होला है तपाईँले छोरी बिर्साउनु भयो म जे भन्छु तपाईँले म पछि पछि जानुहोस् है माइक है ल है